किन साइकल किन जान मिल्दैन हजुर हजुर यता नेटवर्क पनि छैन हौ अनि हामी कसरी जाने हो मिस गाडीमा अब साइकलमा हिँडेको यात्री अब कसरी गाडीमा जानु यही हो मेन खतरनाक जङ्गल भने यो त नेटवर्क पनि छैन हौ कहाँ यसरी हेर्नु गाडीमा कसरी जानु एक बहादुर हजुर 97 पानी पनि पर्ने मौसम छ 41 कसरी जाने त गाडीमा अब पब्लिकले भन्ला नि फेरि चिटिङ गर्यो भनेर भन्दैन पब्लिकले फेरि भन्ला चिटिङ गर्यो टाइम दिनुभयो त्यो ल्याउनु ल टाइम देऊ भने उहाँहरूलाई चाहिँ बरु साइकलमा राखेर पठाइदिनु गाडीमा जानुपर्छ सर हजुर यो माथि हाल्नु पर्यो गाडीमा पैसा पर्दैन पैसा पर्दैन पैसाको कुरा होइन पब्लिकले भन्ला फेरि चिटिङ गर्यो नि डेमोक्रेसी भाइले भन्ला नि त्यो क्यामेरा छैन यहाँ हेर्दा हुन्छ छैन नेटवर्किङ भनिरहेको छु म हजुर यो बाघले के यहाँ त एकदम जङ्गल छ हजुर त्यही भएर बाघ न त उ त्यो भाइलाई सुन्दा पनि हुन्छ हेर्नु भएको छ थ्याङ्क यू चिन्नुहुन्छ त मिसले होइन मैले अहिलेसम्म साइकलले ट्राभल गरेको यसो काहीँको सिन हालेको छैन अब पब्लिकले यहाँको धेरै मान्छेले भन्छ नि यहाँबाट मान्छे गायब हुन्छ केबाट जान्छ के त्यो भन्छ नि पब्लिकले अब त्यही गरी मैले भने खोजेँ त्यही त अनि ऊ के अरे अहिले आयो भने तपाईँको ऊ के यो गाडीमा राख्ने पछाडि ट्रक सरक हुन्छ नि त मिलाएर अलिक खाली हाला खुल्ला हाला तपाईँको सेफको लागि हो अरू त केही थिएन तर धेरै छ कि अप्ठ्यारो ठाउँ जङ्गल त्यस्तै छ यहाँ त हामीले सफा गरेको आफैले त्यहाँनिर धेरै जङ्गलहरू छ कि त्यही भएर तपाईँहरू बाघले झ्याप्पा हानिदियो भने समस्या हुन्छ नि त होइन त्यही भएर अब कतिखेर आउने हो गाडी दुईटैको टिपा खाली टिपाउनु त यहाँ चाहिँ हाम्रो पल्टनको हो यो यहाँ होटल राखेको छ नि तिमी दाइ यो हाम्रै पल्टनको भाइ अलिक भत्तार भएको थियो भनेर यस्तो गाडीहरू मजाले हिँड्न मिल्छ यस्तो गाडीहरू हिँड्न मिल्छ मजाले ए कति अहिले म ठ्याक्क तपाईँलाई त्यो बाँसगढी थाहा छ त्यहीँबाट हेर्नु भएको त टिकटक चिन्नुभयो त्यसमा तर कस्तो गाह्रो भइदियो नि यसो बसमा नजाउँ सोचे आज म चिसा पानीमा बस्छु हजुर कहाँ कति अब यहाँ नजिकै चिसा पानी होला है 14 किलोमिटर तपाईँ चाहिँ घर कता खाटढुङ्गा कहाँ यो खाटढुङ्गा भने कतातिर ए ठाकुरद्वारा यता बाटोमा हेरेको थिएँ नजिकै छ त तपाईँलाई घर जाने है माथि मै चढ्नु ए दाइले चढिदिनुहुन्छ नि त
ल त मिस हस् भइहाल्छ कस्तो गाह्रो गरिदिनु भयो नि साइकल लिएर जाउँ भनेको यो बाघ जङ्गल साइकलले जाउँ भनेको ल माथि चढाइदिनु त दुईजना लाग्नुपर्छ हजुर दुईजना ल ल भयो तिमी हामी एमा आउँछौ उठिहाल्छ ल ल दाइ गाह्रो भएछ गाइज गाह्रो साइकल गाडीमा हाल्नै पर्छ के गर्ने यस्तै हो ट्राभल गर्दा जङ्गलहरूमा यस्तै हुन्छ क्या गोदर्स कता सिक्दै र त गाइज हामी यहाँ चिसा पानीमा उत्रिनु परिरहेछ झन्डा झन्डा रेस्पेक्ट झन्डा नेपालको झन्डा हो ल दाइ ल थ्याङ्क यू दाइ ल ल थ्याङ्क यू भाइरल आज तपाईँ भाइरल ल